नमस्ते सबैजनालाई। आजको भिडियोमा हामी एक्सपेन्सेस इन्कमहरु कसरी इन्ट्री गर्ने भनेर चाहिँ सिक्छौं। त्यसको लागि फाइनान्समा चाहिँ हजुरको रिसिभ पेमेन्ट भाउचर भनेर अप्सन हुन्छ। यसमा चाहिँ अब हजुरको केही खर्च हुँदैछ भने क्याशबाट खर्च हुँदैछ कि ब्याङ्कबाट केबाट हजुरको पैसा जाँदैछ त्यो चुज गर्ने र यसमा चाहिँ हजुरको केमा खर्च हुँदैछ जस्तै कि अफिस रेन्टहरु हैन केही छ भने हजुरले यता चुज गर्न मिल्यो, छैन भने हजुरले यताबाट प्लस गरेर एक्सपेन्सेसको हेडिङ्सहरु चाहिँ बनाउन मिल्छ। त्यसपछि जस्तै कि मैले चाहिँ अफिस रेन्टमा जस्तै कि यो डेटमा चाहिँ 10,000 रुपैयाँ तिरे भने 10,000 राख्दिने। अनि हजुरले यसलाई डेबिट हो कि क्रेडिट अब हजुरको एक्सपेन्सेस हो भने डेबिट राख्दिने, इन्कम छ केहीबाट चाहिँ पैसा आइराको छ भने चाहिँ क्रेडिट गर्दिने। अनि त्यसपछि हजुरले यसलाई सेभ गरिदिसकेपछि चाहिँ हजुरको एक्सपेन्सेस र इन्कमको चाहिँ रेकर्डहरु चाहिँ बस्ने भयो।